जब सूर्यको पहिलो किरण कर्णालीका डाँडाहरूमा फैलिन्छ, त्यो उज्यालो केवल प्रकाश होइन, यो इतिहास हो, यो पहिचान हो, यो जीवन हो। सुर्खेत जिल्लाको मुटुमा रहेको एक भूभाग जहाँ हरेक पाइला कथा बन्छ, हरेक बाटोले जीवन बोल्छ र हरेक मुस्कानले आशा बोकेको हुन्छ, त्यही हो सिम्ता गाउँपालिका। यो केवल एउटा स्थान होइन, यो संस्कृति हो, यो परम्परा हो, यो सपना हो। आज हामी यात्रा गर्दैछौँ सिम्ताको गहिराईसम्म, जहाँ भेटिन्छ आस्था, संस्कृति, प्रकृति र जीवनको सुन्दर सङ्गम। कर्णाली प्रदेशको सुर्खेत जिल्लामा अवस्थित सिम्ता गाउँपालिका प्रकृति, सौन्दर्य र संस्कृतिले समृद्धिले भरिएको क्षेत्र हो। हरियाली जङ्गल, उकालो ओह्रालो बाटा र साना साना बस्तीहरूले यहाँको जीवनलाई चित्रित गर्छ, जहाँ प्रकृति र मानव बीचको सम्बन्ध चाहिँ अझै जीवित छ। सिम्तामा आस्था केवल विश्वास होइन, यो जीवनको आधार हो। मन्दिरहरू, देवी देवताहरूका स्थानहरू र परम्परागत पूजापाठको समुदायलाई एकतामा बाँधेका छन्। हरेक प्रार्थनामा शान्ति, समृद्धि र सहकार्यको कामना गरिन्छ। सिम्ताको साँचो आत्मा यसको जीवित संस्कृति हो। यहाँको हरेक चाडपर्व, हरेक भेला र नाचगानमा समुदायको आत्मा धड्किरहेको हुन्छ। देउडा गीत भाकामा गुन्जिन्छ, बाजा लहरेको तालमा खुसी फैलिन्छ, बाजाहरू घन्काइरहेका हुन्छन्। सिङ्गारको नाचको लयमा र मारुनी नाचको रङ्गीन प्रस्तुतिले र भैलो झ्याउरेका स्वरहरूले सिम्तालाई सधैँ जीवन्त बनाइरहेको छ। यी नाचहरू केवल मनोरञ्जन होइन, यी त परम्परा हुन्, पहिचान हुन् र पुस्तौँदेखि सर्दै आएको अमूल्य सम्पत्ति हुन्। सिम्तामा वर्षभरि विभिन्न किसिमका जात्रा र मेलाहरू लाग्ने गर्दछन्। डोबकोई मेला, देउली मेला, खनेटा मेला, दुनी मेला, चोल्पा मेला, पाथिहाल्ला मेला, घाटको मेला, ठाँटी मेला, जुम्ले अम्रै मेला, यी सबै
मेलाले गाउँलाई उत्सवमय बनाउँछ। विशेष गरी कोटको थुम्कोमा महाशिवरात्रिका अवसरमा लाग्ने मेला अत्यन्तै महत्त्वपूर्ण मानिन्छ, जहाँ टाढा टाढाबाट भक्तजनहरू आस्था र श्रद्धा लिएर आउने गर्छन्। यी जात्रा र मेलाहरूले संस्कृति मात्र होइन, समुदाय बीचको एकता, माया र सम्बन्धलाई अझ मजबुत बनाउँछन्। यही परम्परा, यही संस्कृति र सिमताको साँचो पहिचान हो। यहाँको कला जीवनसँगै जोडिएको छ। वेशभूषा, व्यवहार, रीतिरिवाज र स्थानीय सिपहरूले सिमताको मौलिकता झल्काउँछ। साधारण जीवनशैली तर गहिरो संस्कार र मूल्य बोकेको समाज। हजुरको शुभ नाम? भीमबहादुर खत्री। भीमबहादुर खत्री। यो डोका बन्दै हुनुहुन्छ, तपाईँ कति वर्षको हुनुभयो बाजे? 73 वर्षको। त्यसपछि कति वर्षबाट यो डोका बन्दै हुनुहुन्छ? म 25 वर्षबाट बन्नु सुरु गरेँ। 25 वर्षबाट यही खोलामा डोको बन्दै हुनुहुन्छ? यो खोलामा नै अन्य ठाउँमा। यो खोलामा बस्दै आएको कति वर्ष भयो? यहाँ 26 वर्ष। हजुरको छोरा छोरीहरू कति छन् बाजे? छोरा 4, छोरी एउटा, नाति खोरो। पक्कै पनि 73 वर्षको एकजना बाजेले अझसम्म पनि यसरी डोकाहरू बन्ने साह्रै मेहनती बाजे हुनुहुन्छ, हामीले देख्दा खुसी लाग्यो। अनि बाजे यो डोकाहरू दिनमा कतिवटासम्म बन्नुहुन्छ तपाईँ? दिनमा 2वटा डोका। अनि एउटा डोकालाई कसरी बेच्नु भएको छ? एउटा डोको 400, 500। सानो ठुलो हेरेर, साइज हेरेर? त्यहाँमा बुझ्छु जान, एउटा भाग पर्छ, एउटा ढिका त बुझ्नै पर्छ। मतलब 2टा डोकाको बाँस ल्याए पनि एउटा डोका चाहिँ बाँस। खेलकुद पनि सिमताको गौरव हो। यहाँका खेलाडीहरूले स्थानीयदेखि जिल्ला स्तरसम्म आफ्नो प्रतिभा देखाउँदै आएका छन्। उत्कृष्ट खेलाडीहरूलाई गरिने सम्मान यहाँको विशेषता हो, जहाँ मेहनतको कदर हुन्छ र सफलतालाई सम्मान दिइन्छ।
दाजु ओ दाजु भिम भाइ ओ भिम भाइ खुम खत्रीलाई यो पुरस्कार ग्रहणको लागि अगाडि निम्ताउन चाहन्छु र वितरणको लागि पूर्व रेफ्री राष्ट्रिय रेफ्री रविन्द्र जङसाई यसै गरी अमरचन्द नायकलाई निम्ताउन चाहन्छु नरेन्द्र सोनी यसै गरी सर्वोत्कृष्ट खेलाडी अथवा म्यान अफ द म्याच सबैभन्दा कसको कारणले गर्दा खेल जित्न सफल भइयो होला भन्ने किसिमको अनुमान गर्न सक्नुहुन्छ यहाँहरू। 2045 सालदेखि जुन 45 साल भनेको हामी जन्मेको साल हो, त्यति बेलादेखि भलिबलमा अहोरात्र खेल्नु भएको र सिम्ता क्षेत्रलाई सबै ठाउँमा पहिचान कायम गर्न सक्ने प्रतिनिधित्व गर्ने त्यति बेलाको वीरेन्द्र सिल्ड र अनिक्स सिल्डपटदेखि बाँकी बढ्दै आउँदै विभिन्न क्षेत्रमा सिम्तालाई पहिचान गर्ने व्यक्तित्वमा आज यहाँहरूको बिचमा सम्मान गर्न पाएका छौँ। हामी आदरणीय सम्मानित व्यक्तित्व विनोद घरतीज्यूलाई अगाडि निम्ताउन चाहन्छु र सम्मानको लागि कार्यक्रमका प्रमुख अतिथि एवं कार्यक्रमका अध्यक्षलाई अनुरोध गर्दछु। यहाँ लेखिएको छ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, जनसङ्ख्या सेवा क्लब सिम्ता 3 सुर्खेत, कदर पत्र विनोद घरती। यति बेला बेहुलीको त्यो मेला यहाँ डाँडा थियो। केही समय पहिला यहाँ बाजा गाजा सम्पूर्ण मानिसहरू भेला भएर जम्मा हुनुभएको थियो र अहिले सिम्ताको जीवन माटोसँग जोडिएको छ। खेतीपाती यहाँको आधार हो। मकै, गहुँ, कोदो, फलफुल जीवनका आधार बनेका छन्। हरियाली जङ्गल, स्वच्छ हावा र प्रकृति सौन्दर्यले यो ठाउँलाई अझ समृद्धि बनाएको छ। सिम्ता जहाँ हरेक बिहान आशा हुन्छ र हरेक साँझ सन्तुष्टि केवल एउटा ठाउँ होइन, एउटा कथा हो। संस्कृति, प्रकृति र जीवनको सिम्ता गाउँपालिका जहाँ परम्परा जीवित छ र भविष्य उज्यालो छ। सिम्ता गाउँपालिका सुर्खेत प्रकृति र संस्कृति र पहिचानको सङ्गम हो।